यो संसार लाखौं घमण्डी मान्छे मर्यो भने चाहिँ के जन्मिन्छ भन्दाखेरि चाहिँ केपी ओली जन्मिन्छ जस्तो लाग्छ। घमण्डको नि पराकाष्ठ हुन्छ नि। यिनको घमण्डको चाहिँ हुन्छ नि दुष्बयान, राम्रो बयान होइन क्या। यिनको घमण्डको दुष्बयान हजार जेउरा भएका शेषनागले पनि चाहिँ गर्न सक्दैन। तपाईँ हामीले त के भन्ने? ल यसो हेर्नुहोस् त, केपी ओलीलाई गाली गर्ने कुनै शब्द छ? शेरबहादुरलाई चाहिँ गाली गर्ने कुनै शब्द छ? अझै पनि कोही मान्छे म एमाले हुँ, म काङ्ग्रेस हुँ भन्छ भने त्यो मान्छेले चाहिँ सिधै म केपी ओलीको चाहिँ दास हुँ, रैती हुँ, म शेरबहादुरको चाहिँ रैती हुँ भन्दा फरक पर्दैन। यो खनाल बुढाले चाहिँ ठोकेरै चाहिँ भनिदिएको छ, प्रमाणका आधारमा बोलेको छ, अनुभवको आधारमा बोलेको छ, त्यसै बोलेको छ। कुलमानलाई हटाइसकेपछि चाहिँ बोलेको चाहिँ हेर त ल। सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठुलो घाटा परेछ, कसैलाई छाती पिटिकन रोएका छन्। होइन के बोलेको यो केपी ओलीले? अहिले लाखौं मान्छे चाहिँ सडकमा आएको भनेको चाहिँ छाती पिटी चाहिँ रुँदै चाहिँ के आफ्नो चाहिँ स्वार्थ पुरा नभएर आएको? लाखौं मान्छे अहिले सडकमा उत्रेका भनेको देशको स्वार्थको लागि हो, देशको स्वार्थको लागि हो। व्यक्तिगत स्वार्थको लागि त तपाईहरु चाहिँ बिचौलियालाई चाहिँ फाइदा पुगेन, बेलैमा एडभान्स खाइसकेको हुनाले चाहिँ अब हैरत छैन, बिचौलियाबाट बच्न सकिन्न भनेर कुलमानलाई चाहिँ 2-4 महिना 5 महिना अझै काम गर्न बाँकी समय हुँदा हुँदै फुत्तै निकाल्नु भयो, आफ्नो सालोलाई राख्नु भयो। त्यही भएर अहिले भनिराखेका छन् नि चाहिँ एकदम के अरे चाहिँ समृद्ध सुखी नेपाली, समृद्ध नेपाल के भनेछ के, सुखी ओली समृद्ध ससुराली भनेर चाहिँ मान्छेले भनिराखेको छ। बाबा ल हेर त बोलेको। एउटा कर्मचारीलाई कारबाही गर्यो भने सरकारले आवश्यक ठान्यो, कारबाही गर्यो। कति चाहिँ सजिलैसँग चाहिँ जवाफ दिन चाहिँ जाने छ है। लाजै पचिसकेपछि त्यो लाज हुन्छ नि चाहिँ, त्यो एक भकारी चाहिँ लाज चाहिँ खाँदा 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 भ्याउ गरेर चाहिँ पचाइसकेपछि यस्ता कुरा बोल्न आउँदो रहेछ। हामीलाई त आउँदैन त। सरकारले आवश्यक ठान्यो चाहिँ कारबाही गर्यो। किन आवश्यक ठान्यो त? यो देश हाम्रो जनताको चाहिँ होइन। जब जनतालाई कुलमा नै चाहियो छ भनिसकेपछि सरकारले किन आवश्यक ठान्यो? सरकार भनेको को? तिम्रो सरकार हो, तिम्रो प्राली हो नेपाल भनेको। नेपाल भनेको केपी ओलीको चाहिँ प्राइभेट लिमिटेड कम्पनी, अनि चाहिँ आफू अध्यक्ष एमडी हो। अनि अर्का घुसखुसेहरू चाहिँ काङ्ग्रेसका घुसखुसे पहिला चाहिँ त्यही केपी ओलीको चाहिँ विरोध गर्नेहरू पनि अहिले चाहिँ गठबन्धनमा छ, आफ्नो पार्टी पनि छ भनेर चाहिँ एक थरी है त्यो जनता काङ्ग्रेसलाई भने होइन, जनता काङ्ग्रेस हो भन्ने सामान्य हुन्छन् कोही भोट हाल्ने। तर जुन झोले छन् नि चाहिँ तलुवा चाड्दै हिँड्ने, तिनले चाहिँ अहिले फेरि चाहिँ एमालेको सपोर्टरहरू छन्। अर्का घुसखुसे आफ्नै पार्टी सरकारमा छ, गगन थापा राजीनामा दिए भयो नि त। तिमीले नचाहँदै यो चाहिँ सरकारले कुलमानलाई हटाएको भने महामन्त्रीबाट चाहिँ अझै राजीनामा दिएर काङ्ग्रेस छोड्नु पर्यो। विषय के आउँछ अन्तिममा भने संसद प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्छ भनेको छ। यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो। सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद अवरोध गरिरहने कुरो उचित हुँदैन जस्तो मलाई लाग्छ। सरकारले गरेको हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाब दिने भन्ने नजिर बसायो भने चाहिँ यसले भोलिको लागि एउटा सकारात्मक चाहिँ नजिर बस्दैन। संसद चाहिँ अवरोध चाहिँ गर्न नहुने हो, अदालतमा कुरो गइसक्यो छ। आफूहरूले चाहिँ गर्दा हुने। अहिले संसद चाहिँ संसद होइन, प्रधानमन्त्रीले कुलमानलाई किन हटाएको भनेर चाहिँ स्पष्टीकरण दिन पर्यो नि त। संसदमा चाहिँ सारा चाहिँ सांसदहरूले चाहिँ उठाएको कुरोमा चाहिँ प्रधानमन्त्रीले जवाब दिन्नन् भने सदनमा यिनले सर्वसाधारण हामी जनताले चाहिँ भनेको कुरोको चाहिँ सोधेको कुरो जवाब दिन्छन्। कति मन पर्यो, कति तानासाही हो, मैले चाहे निकालिदिएँ, यो भनेको त चाहिँ राणा तन्त्र, यो भनेको चाहिँ पञ्चायत तन्त्र भन्दा पनि चाहिँ यो खतरनाक हो देश। त्यस कारणले गर्दाखेरि देशलाई डुबाउनलाई चाहिँ यिनीहरूले चाहिँ तल्लीन भएर आफूले कहाँको टिकट काटिसकेको छन् कि कहाँ चाहिँ भूमिगत हुन खोजिसकेको छन्, देशलाई चुलम्मै डुबाउने तर्खरमा। सरकारलाई असहयोग गर्ने, नटेर्ने,
देशलाई अप्ठ्यारोमा पार्ने, सरकारलाई असहयोग गर्ने, देशलाई चाहिँ अप्ठ्यारोमा पार्ने अरे, कता चाहिँ के गर्ने अरे। चाहिँ अप्ठ्यारो चाहिँ कसले पार्यो छ? आफैले पार्यो होइन? राम्रो मान्छेलाई किन नराख्या? यो देशमा चाहिँ राम्रो ठाउँमा चाहिँ राम्रो मान्छे भएर पो चाहिँ राम्रो काम हुन्छ र। उता बालेनलाई दिनदिनै दुःख दियो छ, दिनदिनै दुःख दियो छ होइन? बालेन पनि चाहिँ रिसाएर टुको जहाँ गाडिदिन्छु भने गाड्दैन, टुको बालेनले गाड्नै पर्दैन के, सबै जनताले गाडिदिन्छन् एक दिन। यस्तै चाहिँ चाल हो भने कति घमण्ड हो, कति घमण्ड आफ्नो मान्छेलाई राख्न चाहिँ। त्यो इगो साँचेर राख्ने चाहिँ नेपाली जनताले भनेको कुरो चाहिँ नेपाली जनताको चाहिँ विरोध गरिरहेछन् अहिले। नेपाली जनताको चाहिँ भावना विपरीत काम गरिरहेछन् ओलीले। यो भोलि चाहिँ यसको परिणाम चाहिँ राम्रो हुँदैन। अब अर्को बोलेका कुरालाई हेर्नु त, युवा सङ्घले चाहिँ अन्त चाहिँ कसैलाई देशलाई अप्ठ्यारो पार्ला भने बाघले चाहिँ झम्टिन्छ अरे। देशलाई अप्ठ्यारोमा पार्न कसैले खोज्यो भने बाघे झप्पु दिन पनि भनेको चाहिँ युवा सङ्घको यो देशको पुलिस हो, यो देशको कानुनको संरक्षक हो, यो देशको चाहिँ न्यायालय हो युवा सङ्घ। देशमा अप्ठ्यारो, देशलाई अप्ठ्यारो परेको छ भन्ने कुरा, कसैले पारेको छ भन्ने कुरा चाहिँ युवा सङ्घले चाहिँ निर्णय गरेर बाघले चाहिँ झम्टिनु भनेको चाहिँ हामीसँग गुन्डा छ, हामी गुन्डा परिचालन गर्छौँ केपी ओलीको विरुद्धमा, अहिलेको सरकारको विरुद्धमा। एक चाहिँ एउटा कुरो पनि बोल्न हुँदैन। युवा सङ्घले चाहिँ तिमीलाई ठाउँको ठाउँ ठोक्छ। भरतपुरमा प्राधिकरणलाई गएर चाहिँ ठोके चाहिँ ठोक्छ भन्न खोजेको सिधै यो भनेको गुन्डागिरी, गुन्डागर्दीको शासन भयो त्यो भएन। यो आफैले बोलेको कुरा गर्दाखेरि चाहिँ हामीले कहीँ सार्वजनिक ठाउँमा चाहिँ जस्तै मेरो चाहिँ 100 जना मान्छे भयो भने चाहिँ कसैलाई के गरेर पनि हामी त बाघले चाहिँ सिंहले चाहिँ झम्टिन्छ भन्न मिल्छ? प्रधानमन्त्री भइसकेपछि त्यस्तो किसिमको चाहिँ अभिव्यक्ति दिन मिल्छ? भन्न त मिल्छ, लाजै पचिसकेपछि मिल्छ। अर्का हेर न यिनको अनुहार हेरेपछि रिस उठ्छ कि ऊर्जा मन्त्री ओहो हाँसी खुसी हाँसेर अझै चाहिँ कुलमानलाई हटासी खेतेखेते बिचौलियाको सपना पुरा हुने भयो, आफ्नो भुँडी भरिने भयो होइन? उता के भनिदिन्छ चाहिँ सुरु भइसकेको छ खेल। उहाँ कताबाट के गरिसके चाहिँ इन्भर्टर भित्राइसके नाकाबाट भन्नेसम्म चाहिँ अब चाहिँ सत्य हो कि होइन यस्ता कुराहरू आइसकेको छ। हिजो होटलमा चिया खाँदै थिएँ, ठ्याक्कै टिभीमा ऊर्जा मन्त्रीको अनुहार देखेको। आफ्नो टिभी भएको भए फुट्थ्यो होला, अब होटलको टिभी अब फुटाल्ने कुरा भएन, फेरि झगडा पर्ला भनेर फुटालिन। देखेर त यस्तो भएको छ भनिसकेपछि देश कता जाँदैछ? अब नेपाली सचेत जनताहरूले चाहिँ विचार गर्ने बेला चाहिँ के आयो भन्दाखेरि 2084 को चाहिँ चुनावको बेलामा अब अझै पनि चाहिँ काङ्ग्रेस हो, एमाले हो अथवा माओवादी हो होइन, सच्चा व्यक्तिलाई जिताउनको लागि चाहिँ प्रयास गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ अब राजतन्त्रको चाहिँ नारा लागिरहेछ। यस्तै भइसकेपछि अब राजतन्त्रको नारा लाउँदैन त। त्यस कारणले गर्दाखेरि मैले चाहिँ बारम्बार भन्ने गरेछु, गाडी ठिक छ, ड्राइभर ठिक भएन। गणतन्त्र एउटा गाडी हो, यो गाडी ठिक छ, तर यसलाई हाँक्ने ड्राइभरहरू जबसम्म चाहिँ ड्राइभर अर्को आउँदैन तबसम्म यो गणतन्त्रको गाडी घुट्दैन। गणतन्त्रको गाडीभित्र हामी पेसेन्जरहरू नेपाली जनताहरू बसिराखेका छौँ। यिनीहरूले चाहिँ कहिले चाहिँ शेरेले गाडी चलाउँछन् अन्त उतातिर लान्छन्, कहिले ओलीले गाडी चलाउँछन् उतातिर लान्छन्, कहिले प्रचण्डले गाडी चलाउँछन् उतातिर लान्छन्। भनिसकेपछि यो गणतन्त्रको गाडीलाई चाहिँ दुर्घटनामा गराएर यिनीहरूको तालमा हामी चल्दाखेरि हाम्रो गन्तव्य कहाँ हो भन्ने अहिलेसम्म पुग्न सकिएको छैन। त्यस कारणले गर्दा सावधान, अब सबैजना उठ्ने बेला आएको छ। शान्तिपूर्ण तरिकाले चाहिँ विरोध गरेर यो सरकारलाई चाहिँ यो सरकारको चाहिँ विरोध गरेर सरकारका चाहिँ टाउके जसले सरकार सञ्चालन गरिरहेछ, सरकार सञ्चालन साथ दिइरहेको यो काङ्ग्रेस पार्टीका चाहिँ राम्रा भनाउँदा चाहिँ विश्वप्रकाश, गगन थापा लगायतका चाहिँ जनताले आश गरेका थिए यिनीबाट कुनै बेला सिद्धियो, त्यो आश पनि सिद्धियो। यही कुरा हो। आजको चाहिँ यो अपरेसन थिएटर तपाईँहरूलाई कस्तो लाग्यो? धेरै धन्यवाद छ। चाहिँ हाम्रो सुयसा खनाल अफिसियल च्यानललाई सब्सक्राइब पनि गरिरहनु भएको छ, यसको लागि चाहिँ धन्यवाद। धेरैजनासम्म पुर्याउनु होला यो आवाजलाई। अब चाहिँ बुढाको चाहिँ मन्थन कस्तो लाग्यो तपाईँहरूलाई? खनाल बुढाको यही कुरा छ। यति भन्दै चाहिँ आजलाई चाहिँ बिदा माग्छु। तपाईँहरू सबैजना चाहिँ एकदम चाहिँ अब खुसी रहनुहोस्, सुखी रहनुहोस्, यही कुरा हो। लौ त धन्यवाद, नमस्कार।